हेलो साथीहरू, नमस्ते सबैजनालाई। म चाहिँ सुस्मिता राई। हजुरहरू के कस्तो हुनुहुन्छ? अनि म चाहिँ आराम कुशलै सन्चै छु। अनि आजको दिनमा चाहिँ म बिहान खाना खाएँ। खाना बित्तिकै जङ्गल आएको यस्तो भइरहेछ नि त, दिन धुम्मेर पानी पर्ला 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 जस्तो भइरहेछ क्या। अनि त्यही भएर मेरो सुँगुरहरू सानो सानो पाठा छ, त्यो पाठाहरूलाई चाहिँ पानीले चिसो चिसो भएर पत्करहरू लाउन त लगाइदिएको कि पानीले भिजेर बिजोक भयो। त्यसै कारणले म चाहिँ जङ्गलमा पत्कर सोर्न आएँ। पत्कर चाहिँ आधी सोरेँ, धेरै चिसो भएको कारणले गर्दा बाहिरको पत्कर सोरेँ। अनि सोरेर आधी पत्कर आधी सोतर काटेर पनि भारी पुऱ्याइसक्यो साथीहरू। अनि साथीहरू चाहिँ उँधोतिर दाउरा काट्दै घाँस काट्दै हुनुहुन्छ, म चाहिँ यता माथि छु जङ्गलमा। पहिला चाहिँ जङ्गलमा मलाई लास्टै डर लाग्थ्यो क्या साथीहरू, छिसिक्कै एक्लै हिँड्नु चाहिँ सक्थिनँ क्या। तर आउँदै 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 गएपछि बानी हुँदो रहेछ। अहिले चाहिँ डर लाग्दैन साथीहरू मलाई। अनि मेरो युट्युब च्यानल लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू। के कस्तो लाग्छ हजुरहरूलाई? तर के भन्नु, मलाई एकजना साथीहरूले पनि लाइक गर्नुहुन्न कि, हेरेर कसैले हेरेर छोड्ने, कसैले हेर्दा पनि नहेर्ने। मेरो युट्युब च्यानललाई त मतलबै नगर्ने। जे भए पनि होस् साथीहरू, म त अपलोड गर्छु, आफै हेर्छु। अलि धेरै भ्युज गयो भने राख्छु, भ्युज आएन भने डिलिट पनि हानिदिइहाल्छु भिडियो फेरि, होइन। म चाहिँ फेरि त्यस्तो खालको छु क्या साथीहरू। म चाहिँ नि जङ्गलमा आएँ, एकछिन अब भारी पुऱ्याएँ होइन। अब चाहिँ घर जाने। साथीहरू भारी पुग्यो भने हिँड्दै गर्नु भन्दै थियो मलाई। अब चाहिँ म जान्छु, एकछिन बसेको भारी पुऱ्याएर। अनि कुरा चाहिँ के भने नि साथीहरू, अब म एउटा छोटो गीत गाउँछु है। हजुरहरूले सुनेर साथ दिनु, के कस्तो लाग्छ कमेन्टमा भनिदिनु ल। यो गीत चाहिँ मेरो मम्मीको लागि हो। 1 2 3 स्टार्ट। मैले तिमीलाई सम्झिरुँदा त्यहाँ तिमीलाई बाडुकीले दुख्यो कि लाग्छ बरिलाई। बाडुकीको लहर लाग्दा मैलाई सम्झी त्यहाँ तिमी रोयौ कि लाग्छ बरिलाई। तिम्रो माया शीतल जुन झै आमा, तिम्रो काख माया दिने चौतारी पिपल बर झै आमा हौ हाँसिराखे है। म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलाई। यति नै साथी। मेरो गीत गाउनु चाहिँ आउँदैन, स्वर पनि भ्यार भ्यार खालको छ होइन।